मैले आज माथि पनि फेरि दोहोऱ्याएर सदस्य सभापति लगायत सबै साथीहरूलाई भनेको छु, केन्द्रले नबोलाएको बेलामा विशिष्ट आवश्यकता महसुस गर्यो भने महाधिवेशन प्रतिनिधिहरूले तिमीहरूसँग पनि यो हक छ है भनेर हक स्थापित गरेको हो। सबै ठाउँमा हुन्छ यो। एउटा ब्याङ्कमा पनि हुन्छ, सहकारीमा पनि हुन्छ, जहाँ मेम्बरसिप हुन्छ त्यहाँ हुन्छ यो। वार्षिक सभा बोलाउनुपर्छ, तर बोलाएन भने यति प्रतिशतले बोलाउन पाइन्छ भने हुन्छ। मुख्य विषय नै सहमति गर्न सकिने विषय छैन। यसमा लेखिएको मुख्य विषय छ पार्टी विधान अनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन। अर्थात् नियमित महाधिवेशनको क्यालेन्डर आयो भने विशेष महाधिवेशन बोलाउनु पर्दैन, यो विधानको व्यवस्था हो भनेर भन्ने कुरा यो सरासर विधानको खिलाफ छ। मैले माथि बैठकमा यो कुरा राखेको छु। मैले गोदावरीको महासमितिको बैठकमै 2082 सालमा नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थिएँ। त्यो बेलामा के भनियो भने यो केन्द्रीय कार्यसमितिको अधिकार हो, पछि गरौँ भनेर भनियो। केन्द्रीय कार्यसमितिले कार्यतालिका, नियमित महाधिवेशनको कार्यतालिका व्यवस्थित केन्द्रीय ढङ्गले चलाउने हो भने त नयाँ केन्द्रीय कार्यसमिति आउन साथै बनाएको छ। हामी 4 वर्षपछि यसो गर्छौँ भनेर बनाएको हुन्छ। त्यो त कार्यतालिका मात्रै हो नि। कार्यतालिका आयो, त्यस कारणले गर्दाखेरि यो विधान सबले बोलाउनु पर्दैन भनेर भन्ने कुरा ठाडै विधानको अपव्याख्या हो। यहाँभित्र विधानको कुनै धारा कोड गर्न सकिन्छ कि भनेर बडो मेहनत गरेको पाएँ मैले। के भन्यो भने चाहिँ भन्न सकिन्छ भनेर यहाँ लामो छलफल भएको पाएँ, तर के पनि भन्न सकिएन। पार्टीको विधान अनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन मात्र भनियो। यो विधान सम्मत छँदै छैन, विधानको अपव्याख्या हो यो। मैले आज माथि पनि फेरि दोहोऱ्याएर सदस्य सभापति लगायत सबै साथीहरूलाई भनेको छु, केन्द्रले नबोलाएको बेलामा विशिष्ट आवश्यकता महसुस गर्यो भने महाधिवेशन प्रतिनिधिहरूले तिमीहरूसँग पनि यो हक छ है भनेर हक स्थापित गरेको हो। सबै ठाउँमा हुन्छ यो। एउटा ब्याङ्कमा पनि हुन्छ, सहकारीमा पनि हुन्छ, जहाँ मेम्बरसिप हुन्छ त्यहाँ हुन्छ यो। वार्षिक सभा बोलाउनुपर्छ, तर बोलाएन भने यति प्रतिशतले बोलाउन पाइन्छ भने हुन्छ। हाम्रो सन्दर्भमा त के गरेको छ अझ भने यो फेरि कहिलेकाहीँ यतिकै खेलाचेमा थोरै मान्छेले बोलाएनन् भनेर कहाँ राखिएको छ भने 40%। सामान्यतया यो के हुन्छ, जस्तो अविश्वासको प्रस्ताव ल्याउनु पर्यो सभापतिमाथि भने जम्मा 25%ले दर्ता गरेपछि सामान्यतया केन्द्र समितिहरूको बैठकहरूमा आवेदन दिने कुरामा 15-20% राखिएको हुन्छ। तर नेपाली कङ्ग्रेसको त महाधिवेशन भनेको त सानो कुरा होइन नि त। त्यस कारणले गर्दा 40%को बेन्चमार्क राखिएको छ। त्यस कारणले गर्दा यो विधानको यो व्यवस्थामा 40% राखिएको ठाउँलाई साथीहरू सङ्गठित भएर बनाएको कुरालाई यसलाई पूर्ण रूपमा व्यवस्था गर्यो। आज पनि त्यही गर्यो। एउटा कुरा। दोस्रो कुरा, वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशन आयोजना गर्नु पार्टीको हितमा छैन। अवस्था संवेदनशील भएकोले विशेष महाधिवेशनमा आएको हो। भदौ 22 गते अगाडि त भदौ 23 गते अगाडि कसले विशेष महाधिवेशनमा आएको थियो र? हामी सबै नियमित महाधिवेशन छ, त्यसमाथि पनि 1 वर्ष म्याद थपिरहेछ भन्ने कुरा सबैलाई थियो। हामी 83 सालमै विशेष अधिवेशन हुन्छ भनेकै थियौँ। यो कुरा कहाँनिर आएर जोडियो भने म फेरि दोहोऱ्याउँछु, हामी भाद्र 23 र 24 गते नेपालमा नवयुवाहरूले ठुलो, त्यसलाई जसरी भनौँ एउटा ठुलो विद्रोह गरे। नागरिकहरूले ठुलो असन्तुष्टि पोखे। अहिले चलिरहेको राजनीतिक दल ठिक ढङ्गले चलेको छैन, देश ठिक ढङ्गले चलेको छैन, सरकार चलेको छैन, संसद चलेको छैन, तिमीहरू चलेका छैनौ, नेताहरू ठिक ढङ्गले चलेको छैनन् भन्ने कुरा भन्ने कुरालाई मान्न तयार भइरहेका छैनौँ। भदौ 22 गतेको नेपाल र भदौ 25 गतेको नेपाल एउटै होइन। त्यस कारणले गर्दा अधिवेशन माग गर्नेहरूले के भने भदौ 23-24 गते पछाडि ठुलो परिवर्तन भयो। यो परिवर्तन किन भयो, कसरी भयो, हाम्रो भूमिका के रह्यो, कहाँ सही कहाँ गलत, यो सबैको विश्लेषण गरौँ। नीति पनि फेरौँ, नेता पनि फेरौँ, नेतृत्व पनि फेरौँ, नीति पनि फेरौँ। त्यसका निम्ति अधिवेशन गरौँ। छिटो गर्न सकिन्छ भने मङ्सिरभित्रमा नियमित गरौँ। त त्यो हाम्रो जिम्मा थियो नि त होइन। नियमित अधिवेशन त फेरि कसैले मागेर त पाइँदैन। तर तपाईँहरू छिटो मङ्सिरमा गर्न सक्नुहुन्न भने त्यसो भएदेखि पुरानै महाधिवेशन प्रतिनिधिबाट महाधिवेशन गरौँ, नेता फेरौँ, नीति फेरौँ, राष्ट्रिय सङ्कल्प गरौँ, यही भनेको त हो नि। त्यस कारणले गर्दा त्यसको लागि विशेष महाधिवेशन गरौँ भनेर मागेको हो नि त। यो पनि मिलेन। संवेदनशील अवस्थामा विशेष महाधिवेशन गर्नु, संवेदनशील भएकोले विशेष महाधिवेशन मागेको, तेस्रो कुरा पनि मिलेन। यो कार्यले आजको विषम परिस्थितिमा पार्टीलाई विभाजनतर्फ लैजान सक्छ। विधानको कार्यान्वयन गर्दाखेरि पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखिएको छ? यो पार्टीको विभाजन कसले चाहेको हो? किन लगातार पार्टीको महाधिवेशन प्रतिनिधिहरू जो विशेष महाधिवेशन सहभागी हुन आउँदै हुनुहुन्छ वो पार्टीको महाधिवेशन प्रतिनिधि हो। विधानको आफ्नो हक प्रयोग गरेर महाधिवेशन मागिराख्नु भएको छ। उनलाई के भनिएको छ भने विधानको यो धारा प्रयोग गरियो भने विभाजनतर्फ जान्छ। विधानको यो धाराको प्रयोग गरिएन वा कार्यान्वयन गरिएन, यत्रो देशभरिका साथीहरूले भनेको कुरालाई एकपटक सुन्ने प्रयास गरिएन। उनले जे भने त्यो हुनुपर्छ भन्ने छैन। उहाँले जे भन्नुभयो त्यो हुन्छ भन्ने पनि छैन, नहुन सक्ला नि त।
तर एकपटक सुन्ने प्रयास पनि भएन, एकपटक संवाद गर्ने प्रयास पनि गरेन भने पो बरु पार्टी टुट्ला। पार्टी टुट्ने भनेको चाहिँ केवल औपचारिक रूपमा पार्टी टुट्ने, पार्टीको कार्यकर्ताहरूको विश्वास टुट्ने कुरा हो नि त, पार्टीको साथीहरूको मन टुट्ने कुरा हो नि त। हामी निर्वाचनमा जानुभन्दा पहिला अधिवेशन गर्नै पर्छ, पार्टीको नेता र नीति बदलिनुपर्छ भन्ने आवाज उठाएर आएको साथीहरूलाई हामी जुन निर्णय पुगे पनि उनीसँग बसेर कुरा गरेर संवाद गरेर त्यो कुरा सुनेर एक ठाउँ आयो भने पो पार्टी एक ठाउँ रहन्छ, पार्टीको साथीहरूको मन एक ठाउँ रहन्छ। यो कहाँबाट सुरु भएको हो भने, म फेरि दोहोऱ्याउँछु, यो कहाँबाट सुरु भएको हो भने यो कार्यालयमा पार्टीको हामीभन्दा धेरै नयाँ पुस्ताको साथीहरू आइसक्नुभयो। हाम्रै पुस्ताको साथीहरूलाई पनि यहाँ चाहिँ हामी महामन्त्री भएर आयौँ, यसलाई एक तरिकाले यसलाई स्वीकार गर्न नसकिएको, मैले त्यो कुरा भन्नै पर्छ, स्वीकार गर्न नसकिएको, त्यो कारणले गर्दाखेरि त्यो विशेष महाधिवेशन माग्ने त हामी होइन नि त। मैले आज सम्झाएँ उहाँहरूलाई, हामी होइन, त्यो त हामीहरूभन्दा पनि धेरै सिनियर नेताहरू रहेको, सिनियर जुनियर सबै 40 वर्षभन्दा बढी मान्छेहरू यत्रो ठुलो सङ्ख्यामा छ। हामीहरूलाई यो दुईवटा महामन्त्रीहरूसँग जोडिएको छ, त्यस कारणले गर्दा यसलाई पेल्नुपर्छ, ठेल्नुपर्छ भन्दै गर्दाखेरि त्यो ख्यालै गरिहाल्यो। हामीलाई त सङ्ख्याको आधारमा यहाँ पेल्ने ठेल्ने काम त वर्षौँदेखि भइ नै रह्यो। हामी कति ठाउँ लड्यौँ, कति ठाउँ सकेनौँ, कति ठाउँ हामी आफै पनि हार्यौँ होला, कति ठाउँ लाचार भयौँ होला, कति ठाउँ चुक्यौँ पनि होला, चुक्यौँ नै। तर त्यो यो पटक के ठानियो भने यो दुईवटा महामन्त्री हुन्, यसलाई पेल्नुपर्छ भन्दै गर्दा त्यो पेल्नुपर्छ भन्दै गर्दा उहाँले यो हदसम्म ठाउँसम्म पुग्ने अवस्था बन्यो। त्यसैले आज फेरि उहाँलाई भनेका छौँ, तपाईँले लेखेको कुरा गलत, यो फरक, यो विधान सम्मत छैन, यसमा हाम्रो फरक मत छ। यहाँ सहमन्त्री फर्मुला मन्सुर हुनुहुन्छ, उहाँले पनि आफ्नो विचार त्यही ढङ्गले राख्नुभएको छ, यो विधान सम्मत छैन। त्यसैले हामी फेरि अनुरोध गरेका छौँ कि 27 र 28 गते भनेर जुन आयोजना भएको छ, त्यो आयोजना कसले गर्यो भन्दै गर्दा आज मैले त्यो कुरा भनेको छु विधानमा कि मलाई देखाइदिनुहोस् 40%ले माग्यो भने आयोजना गर्नुपर्छ अनिवार्य भनिएको छ। त्यो केन्द्रले आयोजना गरेन भने के गर्ने काहीँ पनि लेखिएको छैन। त्यसो भने त भोलि त हामीहरू यस्तो अवस्थामा त यो अधिकारको प्रयोग कसले गर्यो त? स्वाभाविक रूपमा यो हुन्छ, किन यस्तो लेखिएन होला त भन्दै गर्दा, किनभने केन्द्रीय कार्य समितिले यस्तो गर्ला भन्ने कल्पनै गरिएन। केन्द्रीय कार्य समितिले यस्तो गर्ला भन्ने कल्पना नगरिएको कारणले गर्दा लेखिएन। त्यसैले साथीहरू आफैले यसको आयोजना गर्नुभएको छ, त्यसमा हामी सहभागी हुन्छौँ, देशभरिका साथीहरूलाई आह्वान गरेका छौँ। सबै साथीहरू आउनुहुने विश्वास छ र आज फेरि मैले भनेको छु कार्यवाहक सभापति मार्फतबाट पार्टी सभापतिजीलाई पनि यो कुरा पुर्याइदिनु होला। अहिले पनि हामी अपेक्षा गर्छौँ पार्टी सभापति 27 गते त्यो पार्टीकै साथीहरूले गरेको आयोजना हो, विधानसम्मत आयोजना हो, त्यो अधिवेशनमा उहाँ सहभागी हुनुपर्छ। त्यो अधिवेशनमा साथीहरू उहाँ सहभागी हुने कुराले यसले उहाँको पनि मान बढाउँछ, त्यो अधिवेशनलाई सहजतापूर्वक सम्पन्न गर्ने कुराको मद्दत पुर्याउँछ। त्यसैले यहाँबाट बसेर हामीले अधिवेशनको साथीहरूलाई फिर्ता लिऊ भनेर अपिल गर्ने भन्दा पनि यहाँबाट निर्णय गरेर यो अधिवेशन हाम्रो हो, केन्द्रीय कार्य समितिले स्वामित्व लिन्छ भन्ने कुरा गर्ने कुरा चाहिँ आजको लागि विधान सम्मत पनि हो, उपयुक्त कुरा पनि हो। यो गर्नुहोस्, यो गर्नुपर्छ भन्ने मेरो आफ्नो राय, हाम्रो आफ्नो राय, मतिको बाटो ल त्यसले नै सहमतिको बाटो पनि खुल्छ भन्ने कुराको लागि राखेर आएका छौँ। पार्टीको उल्लङ्घनको चाहिँ कीर्तिमान नै गरेको छ। हिजो अस्ति उम्मेद्वार छनौटमा पनि संसदीय समिति बनाएन। अब 1-2 महिना धैर्य गर्न सकिन्छ भनेर तपाईँले होइन, यस्तो छ, संसदीय समितिको बारेमा पनि अलिकति हाम्रो बुझाइलाई ठिक बनाउनुपर्छ। काङ्ग्रेसको संसदीय समिति छ, हिजो पनि केन्द्रीय कार्य सम्पादन समितिबाट संसदीय समिति पूर्ण छैन। संसदीय समिति सभापतिको नेतृत्वमा हुन्छ, हामी त्यसको पदेन सदस्य हौँ। हिजो हामीले फरक मात्रै संसदीय समितिमा राखेको हो, त्यो केन्द्रीय कार्य सम्पादन समितिमा राखेको हो। यो पनि यसमा जस्तो पार्टीको विधानको अभ्यास गर्ने क्रममा भएका सामान्य त्रुटिहरू, कतिपय ठाउँमा भएका विधानका उल्लङ्घनहरू, कतिपय ठाउँमा भएका विधानको उल्लङ्घन गर्ने कुरामा भएका नाजायज लाचारीहरू वा सम्झौताहरू त्यो एउटा पाटो। तर यो भनेको फन्डामेन्टल कुरा हो कि हामी आधारभूत कुराको विषयलाई लिएर पार्टीको चाहिँ जस्तो फन्डामेन्टल कुरा जहाँनिर यत्रो देशमा अहिले पनि म भने म विषयलाई फेरि भन्छु, यो पार्टीको विधान वा विधानको पालनासँग मात्र जोडिएको कुरा होइन। कतिपय कुराहरू के हुन्छ, ब्युरोक्रेटिक कुरा हुन्छ, टेक्निकल कुरा हुन्छ। मानव अहिले एकछिनलाई नेपाली काङ्ग्रेस पार्टीभित्रको हामीले पार्टीको विधानमा लेखेका छौँ, थुप्रै हाम्रो अर्गनाइजेसन कुराहरू छ है, त्यो अर्गनाइजेसन कुराको सन्दर्भमा कहिलेकाहीँ तलमाथि भएको कुराहरू भयो होइन, ती पनि हुन नहुने कुरा हो। तर अहिलेको कुरा योसँग जोडी, यो नेपाली काङ्ग्रेसको सानेबाको यो पार्टी कार्यालय के हामी यहाँ काङ्ग्रेस माथि बस्ने हामी पदाधिकारीको मात्रै हो? हाम्रो हजारौँ लाखौँ समर्थक शुभेच्छुक जोडिएका छैनन्? अथवा त्योभन्दा बाहिर हामीलाई कहिले मत नहालेका ती नौजवानहरू हाम्रो पार्टीप्रति प्रश्न छैन, उनीहरूको विचारसँग जोडिएको छैन। फन्डामेन्टल कुरा के हो भने, आधारभूत कुरा के हो भने, हामी भाद्र 23-24 गते नेपालमा ठुलो विद्रोह भयो, नागरिकहरू पार्टीहरूसँग रिसाए, हामीहरूसँग रिसाए, उनका प्रश्नहरू छन् भन्ने कुरालाई स्वीकार्न तयार हो कि होइन, कुरा यति मात्रै हो। स्वीकार्न तयार हो भने हामी अधिवेशनमा जान्छौँ, छलफल गर्छौँ, बहस गर्छौँ। होइन 23 र 24 गते के पनि भएको होइन, हामी 23 र 24 गते अगाडि पनि हामी ठिक थियौँ, अहिले पनि हामी ठिक छौँ, के पनि होइन, नेपालमा केही भएकै छैन, खालि एउटा चुनाव मात्र हुन लागेको हो। यो मध्यावधि यसो चुनाव हो,
अब फेरि हामी नै हो भन्ने कुरा गऱ्यौँ भने हामीलाई अधिवेशन पनि ठिक लाग्दैन, नियमित पनि ठिक लाग्दैन, विशेष पनि ठिक लाग्दैन। हामीलाई अहिले आफूले गरेको कुरा मात्रै ठिक लाग्छ। प्रश्न यो अधिवेशन विशेष अधिवेशन कतिपय कुराहरू कानुनी टेक्निकल कुराहरू भए। मुख्य कुरा हामी यो आधारभूत कुरालाई स्वीकार गर्छौँ कि गर्दैनौँ भन्ने हो। स्वीकार गर्नुपर्छ भन्ने विशेष महाधिवेशनको मागकर्ताको कुरा पनि हो। उनको माग ठिक छ भन्ने हामी पार्टीको महामन्त्री, सहमहामन्त्रीको कुरा पनि हो। हस् ल, थ्याङ्क यू। महाधिवेशन गर्दा पार्टी विभाजन हुन्छ भन्ने कुरा कहाँबाट आयो भनेर भन्नुभयो। अर्का महामन्त्रीले आज भावुक एक किसिमको ताने रेडियो सन्देश प्रवाह गर्नुभयो। त त्यसमा पार्टी विभाजन हुने अवस्था आयो भने सबैभन्दा पहिला हलबाट बाहिर निस्किने मान्छे मै हुन्छु भनेर भन्नुभएको छ। त्यही भएर उहाँको भावुकता अझ बढाइदिउँ भनेर आएको हो। यस्तो भयो, उहाँले पार्टीको साथीहरूलाई देशैभरि अहिले पार्टीका एकदम जिम्मेवार नेताहरूलाई अहिले भ्याइ नभ्याइ छ। बिहानदेखि बेलुकासम्म साथीहरूलाई फोन गरेर राख्नु भएको छ होइन। नेताका सहयोगीहरूलाई पनि भ्याइ नभ्याइ छ, फोन गरेर राख्नु भएको छ। मुख्यमन्त्रीजीहरूलाई भ्याइ नभ्याइ छ अहिले होइन। भ्याइ नभ्याइ छ। यहाँ जताततै घर जानु परेको छ, फोन गर्नु परेको छ। तपाईँ नआउनु होला, हस्ताक्षर गरेको साथीहरू नआउनु होला भन्ने छ। कतिलाई हस्ताक्षर गर्नुभएको साथी तपाईँ आउनुभयो भने फेरि माघ 6 गते आउँदैछ नि, चुनाव आउँदैछ नि, तपाईँ त चुनाव लड्ने मान्छे भन्न भ्याइ नभ्याइ छ। र धेरैजसो साथीलाई के भनिएको छ भने पार्टी फुट्छ नआउनुहोस् भनेर भनिएको छ। महामन्त्री विश्वप्रकाश शर्माले एउटा विश्वासको साथमा पार्टीको जिम्मेवार अधिकारी भएर पार्टी फुट्दैन, हामी फुट्न दिन्नौँ। मेरो पनि कुरा त्यही हो। हामी यति जिम्मेवार छौँ कि मैले पनि भने हाम्रो साझा कुरा नै के हो भने हामी हो, हामीहरू यो बेलामा नेपाली काङ्ग्रेस पार्टी कमजोर बनाउनका निम्ति, नेपाली काङ्ग्रेस पार्टीमा विग्रह ल्याउनका निम्ति, काङ्ग्रेसप्रतिको चिन्ता कम भएर होइन नि त यो। हामी नागरिकसँग काङ्ग्रेस जोड्ने कुराका निम्ति नै अहिले गर्न खोजेको प्रयत्न हो। त्यसैले विश्वप्रकाश शर्माले गर्नुभएको अपिललाई पनि योसँग जोडेर हेर्नुपर्छ। मूलत पार्टी फुटाउन लायो भन्ने कुरा भन्दा साथीहरूले महाधिवेशन प्रतिनिधि कतिपय साथीहरूलाई लगातार सन्देश पुर्याइराख्नु भएकोले गर्दाखेरि हाम्रा कुराहरू पुर्याउने कोसिस गर्नुभयो।